आज हामी छौँ तलेजु चामलको मिलमा। नमस्ते, वेलकम ब्याक टु रोहित मिनी ब्लग। अहिले हामी गइरहेको छौँ दिनेश खाद्य उद्योग, नेपालको उत्कृष्ट चामल उद्योग, जहाँहरूले तलेजु ब्रान्डको चामल उत्पादन भइरहेको देख्न सक्नुहुन्छ। आज चाहिँ हामी तलेजु चामलको फ्याक्ट्री भिजिटमा गएको थियौँ। आज हामीसँग हुनुहुन्छ दिनेश खाद्य उद्योगको चेयरम्यान सर रामचन्द्र दलाकोटीज्यू। तलेजु चामलको बारेमा केही विषयमा कुराकानी भइरहेको थियो। सरलाई मैले सोध्न थालेँ कि चामल कसरी प्रोडक्सन गर्नुभयो, चामलको प्रोसेसिङ के हुन्छ, अनि सरले चाहिँ एक नम्बर चामल यो उत्कृष्ट ब्रान्ड कसरी निकाल्नु भयो बजारमा, कसरी यो ब्रान्ड क्रिएट गर्न सक्नुभयो, जसले पनि मान्छेले तलेजु किन भन्न थाले भन्ने कुराहरू सोध्न थाले। अनि मैले सबै प्रोसेसिङहरू हेर्न थालेँ, चामल कसरी उत्पादन हुन्छ, के सिस्टम छ, कसरी गएर चामल उत्पादन हुन्छ भन्ने कुराहरू हेरेँ। अङ्कलले चाहिँ मलाई बुझाइराख्नु भएको थियो, चामल यसरी बन्छ, हामी यसरी धान किन्छौँ, अनि धान सफा गरेर यसरी प्रोसेस हुँदै चामल बल्ल उत्पादन हुन्छ, धानबाट चामल बन्ने हो भन्ने कुराहरू भन्दै हुनुहुन्थ्यो। अनि हामी खर मिल पनि हेऱ्यौँ। चामल मिलमा चाहिँ सबै हावाको प्रेसरबाट कामहरू हुनेछ। सरले चाहिँ यो प्रेसर देखाउनु भएको थियो, एयर प्रेसर हो, जुन सबै एयर फ्लोबाट चाहिँ सबै प्रोसेसिङ हुने हो भन्दै होइन्थ्यो। अनि यसमा चाहिँ हल्ले यहाँ देख्न सक्नुहुन्छ तलेजु चामल यहाँ ब्यागमा प्याक भइरहेको। यसरी लास्ट मोमेन्टमा चाहिँ तलेजु चामल प्याक हुन्छ। हामी चाहिँ यहाँ यसो गरेर चामलहरू प्याकिङ भएर हेरिरहेको थियौँ। यसरी चाहिँ चामल प्रोसेस भएर फ्याक्ट्रीबाट हजुरको घरमा दोकानमा पुग्ने काम भइरहेको हुन्छ। यहाँ चाहिँ हामी चामलको क्वालिटी हेर्दै थियौँ कस्तो छ भनेर। अनि रामचन्द्र दलाकोटी सर चाहिँ एकदम जेन्युन मान्छे हुनुहुन्छ होइन, उहाँको काम पनि एकदम जेन्युन लाग्यो होइन। बाबुहरूलाई यसो हामी जस्तो उमेरको भाइहरूलाई सपोर्टिभ हुनुहुन्छ, काम गर्नुलाई बोल्न सजिलो, कुरा गर्न सजिलो भयो भने चाहिँ काम गर्न पनि सजिलो हुन्छ। अनि सरसँग यसो हल्का सल्लाह लिएर होइन भर्खर बस्ने युवाहरूलाई के दिन सक्नुहुन्छ, के भन्नु सक्नुहुन्छ भन्ने कुराकानी सुने। अनि त्यसपछि अङ्कलसँग गफ गर्दै म निस्किन थालेँ घर। आजलाई यति नै, धन्यवाद।